हेलो गाइस, आजको यो मेरो चाहिँ मिनी ब्लग हो। आज मैले के गरेँ, कहाँ गएँ, भान्जाको यस्तो कपालहरू काटेँ अनि यस्तो रमाइलो पनि भयो के। अनि पुरै फ्यामिलीहरू पनि आएको थिए। अनि मैले कपाल यसरी काटेँ पुरा। भान्जा के मेरो कपालै काट्न दिइरहेको थिएन कि, त्यही पनि मैले ऊ भान्जा चाहिँ दिदीसँग बसिरहेको थियो। अनि ठ्याक्क भान्जा यस्तो गरेर रुइरहेको थियो कि, ठ्याक्क राम्रोसँग बस भनेर ठ्याक्क कपाल काट्ने गर्नु। अनि ठ्याक्क सुरु पनि भयो। ठ्याक्क पुसाब रेडी गऱ्यो। अनि ठ्याक्क मैले कोही समातेँ अनि कोही समातेँ अनि ठ्याक्क मैले कपाल काट्न सुरु गरेँ। सुरु गरेपछि कपालहरू काटेँ। पहिला त भान्जा चाहिँ मोबाइल देखाएर अनि खालि चुपचाप लाग्यो भान्जा। अनि त्यसपछि मैले कपाल काट्दै साइडबाट कपाल काटेँ अनि माथि कपाल काटेँ पुरै। अनि कपाल काट्दै गएँ। ठ्याक्क कपाल काट्ने कि ठ्याक्क यहाँ पछाडि पनि कपालहरू काटेँ। ठ्याक्क कपाल काटेपछि कि अनि ठ्याक्क चाहिँ अनि पार्टीको अनि कपाल काट्ने मान्छे बोलायो। अनि ठ्याक्क कपाल काट्यो। अनि ठ्याक्क मसिनले कपाल त्यो हुन्छ कपाल बिग्रेको कपाल अनि ठ्याक्क कपाल मसिनले मिलाइदियो। अनि ठ्याक्क अनि लास्ट हेरेर भान्जा यस्तो राम्रो देखियो। अनि ठ्याक्क त्यो सबै मिलेर अनि ठ्याक्क भान्जाको शरीरभरि त्यो हल्दीको हुन्छ नि त्यो लगाइदियो। अनि ठ्याक्क भान्जा लगाइदिएर यस्तो रुइरहेको थियो कि अनि नगर भन्दै थियो। अनि त्यसपछि ठ्याक्क त्यो पानी हुन्छ नि दुध पानीले त्यो ठ्याक्क नुहाउन थालेँ। अनि ठ्याक्क हाल्ने बित्तिकै अनि ठ्याक्क अनि भान्जा ठ्याक्क रुन थाल्यो। मलाई भन्दै थियो पानी नहाल्नु मलाई चिसो भयो भन्दै थियो। अनि ठ्याक्क पानी हाल्छ भनेर लास्टमा हेरेर भान्जा यस्तै हेरिरहेको मैले भान्जालाई कति बोलाएँ यहाँ आएर भन्दै थियो केही नहेरिदिइरहेको। तो चलो गाइस, आजको मेरो ब्लग चाहिँ यहीँ हुन्छ। टाटा बाई एन्ड सी यू नेक्स्ट ब्लग। ओके।